नमस्कार साथीहरू। आज म कुनै दलको पक्षमा बोल्न आएको छैन, कुनै दलको विपक्षमा पनि होइन। आज म एउटा सामान्य नागरिकको हिसाबले तपाईहरूसँग केही प्रश्न गर्न आएको छु। किनकि लोकतन्त्रमा प्रश्न गर्नु अपराध होइन, प्रश्न नगर्नु चाहिँ भविष्यप्रति अन्याय। साथीहरू, सरकार बनेको 100 दिन पुरा भएको छ। 100 दिन समयको हिसाबले धेरै होइन, तर सरकार कुन बाटोमा हिँड्दैछ भन्ने बुझ्न पर्याप्त समय हो, होइन र? किनकि सुरुवातले नै यात्राको दिशा बनाउँछ। त्यसैले आज ताली बजाउने पनि होइन, ढुङ्गा हान्ने पनि होइन। आज त केवल यी 100 दिनको लेखाजोखा गरौँ। यी 100 दिनमा सरकारले विभिन्न निर्णयहरू गर्यो। कतिपयलाई सुधारको प्रयास भनियो, कतिपय निर्णयको स्वागत भयो, तर केही निर्णयले व्यापक सार्वजनिक बहस पनि जन्मायो। लोकतन्त्रमा बहस हुनु कमजोरी होइन, बरु बहसले नै लोकतन्त्रलाई जीवन्त बनाउँछ। तपाईँ आफै निर्णय गर्नुहोस्, सरकार सही दिशामा अघि बढिरहेको छ कि छैन? साथीहरू, सबैभन्दा पहिले धेरै चर्चा भएको विषय कुटुम्बासी बस्ती हटाउने अभियान। कानुन लागू हुनुपर्छ, सार्वजनिक जग्गा संरक्षण हुनुपर्छ। यसमा कसैको दुई मत नै छैन, तर एउटा प्रश्न, पुनर्स्थापनाको स्पष्ट योजना नै नबनाई नागरिकलाई उठी बास लगाउनु के त्यो न्यायको बाटो हो? कानुन भनेको केवल डोजर चलाउनु हो कि न्यायसहित समाधान खोज्नु पनि हो? यही प्रश्न धेरै नागरिकले उठाएका छन्। र फेरि अर्को प्रश्न पनि उठ्यो, यदि कानुन साँच्चै सबैका लागि बराबर हो भने सार्वजनिक रूपमा विवादमा आएका अन्य संरचनाहरूमा किन उस्तै मापदण्ड देखिएन? साथीहरू, यहीँबाट जनविश्वास कमजोर हुन थाल्छ। किनकि कानुनभन्दा ठुलो कुरा कानुनको समान प्रयोग हो। साथीहरू, म यहाँ कुनै व्यक्तिलाई दोषी भनिरहेको छैन, त्यो अदालतले तय गर्ने विषय हो। तर जनताले एउटा कुरा अवश्य हेर्छन्, कानुन साँच्चै सबैका लागि बराबर छ कि छैन? किनकि कानुनको सबैभन्दा ठुलो शक्ति दण्ड होइन, निष्पक्षता हो। यदि कानुनले कमजोरलाई मात्रै समात्छ र शक्तिशालीलाई छोड्छ, त्यो दिन कानुनप्रतिको विश्वास कमजोर हुन थाल्छ। र साथीहरू, विश्वास एकपटक टुट्यो भने त्यो फेरि जोड्न वर्षौँ लाग्छ। सायद यही कारणले आज पनि धेरै नेपालीको मनमा एउटा प्रश्न घुमिरहेको छ, के सरकार परिवर्तन भयो कि केवल कुर्सीमा बस्ने अनुहार परिवर्तन भए? प्रश्न गम्भीर छ, उत्तर अझै गम्भीर हुनेछ। किनकि यो त केवल पहिलो अध्याय हो, अझै कथाको धेरै भाग बाँकी छ। र त्यो कथामा करोडौँ जनताको आशा बाँकी छ, विश्वास बाँकी छ र भविष्य पनि। अब अर्को विषय, BYD गाडी खरिद प्रक्रिया। अरबौं रुपियाँको अनियमितता भएको आरोप सार्वजनिक बहसको विषय बन्यो। विपक्षले प्रश्न उठायो, सञ्चार माध्यमले समाचार बनाए, सामाजिक सञ्जालमा चर्चा भयो। अब यहाँ प्रश्न कसले सही र कसले गलत भन्ने होइन, प्रश्न त यति मात्र हो, यदि सरकारसँग सत्य आफ्नै पक्षमा थियो भने किन पारदर्शी रूपमा सबै तथ्य सार्वजनिक गरिएन? किन जनताको मनमा उठेका प्रश्नहरूको स्पष्ट उत्तर दिइएन? एउटा कुरा स्पष्ट छ, पारदर्शिताले सरकारलाई कमजोर बनाउँदैन, अझ बलियो बनाउँछ। साथीहरू, लोकतन्त्रमा मौनताले विश्वास होइन, शङ्का जन्माउँछ। अब राष्ट्रको कुरा गरौँ। नेपालको सीमा सम्बन्धी विषयमा पनि विभिन्न तथ्य र बहस सार्वजनिक भए। सीमा यो कुनै दलको विषय होइन, यो त सम्पूर्ण राष्ट्रको विषय हो। यस्तो संवेदनशील विषयमा सरकारबाट स्पष्टता, दृढता र राष्ट्रिय एकताको सन्देश अपेक्षित हुन्छ। किनकि राष्ट्रभन्दा माथि राजनीति कहिल्यै हुन सक्दैन। अब संसदको कुरा गरौँ। संसद जहाँ जनताको आवाज बोल्नु पर्ने हो, त्यही रोस्ट्रमबाट आएका केही अभिव्यक्तिले पनि व्यापक बहस जन्मायो। साथीहरू, शब्दहरू साना हुन्छन्, तर तिनले राष्ट्रको प्रतिष्ठा ठुलो बनाउँछन् अथवा सानो पनि बनाउन सक्छन्। त्यसैले पद ठुलो भएर हुँदैन, शब्द पनि त्यत्तिकै जिम्मेवार हुनुपर्छ। अब तपाईँ आफै सोच्नुहोस्, शिक्षामा कर, स्वास्थ्यमा कर, विद्युतीयमा थप भार। प्रश्न करको मात्र होइन, प्रश्न समयको। जनताको आम्दानी बढेको छैन,
बजार महँगो हुँदै गएको छ, रोजगारी अझै चुनौती बनेको छ। यस्तो अवस्थामा राजस्व बढाउने सबैभन्दा सजिलो उपाय कर बढाउनु मात्रै हो त? यही प्रश्न आम नागरिकले सोधिरहेका छन्। त्यसैले राजस्व र राहत बीचको सन्तुलन कसरी कायम गर्ने? यही प्रश्नको उत्तर खोज्नु नै सुशासनको वास्तविक परीक्षा हो। अर्को चिन्ताको विषय राष्ट्रिय ऋण। 100 दिनमै अर्बौं रुपियाँको थप ऋण लिएको विषय पनि चर्चामा रह्यो। साथीहरू, ऋण लिनु आफैमा गलत होइन। घर बनाउँदा पनि ऋण लाग्छ, व्यवसाय गर्दा पनि ऋण लाग्छ, तर एउटा शर्त हुन्छ, त्यो ऋणले भविष्य बनाउनु पर्छ। यदि ऋणले उत्पादन बढायो, रोजगारी सृजना गर्यो, अर्थतन्त्र बलियो बनायो, त्यो राम्रो ऋण। तर यदि ऋणको ठुलो हिस्सा ब्याज तिर्नमै खर्चिन थाल्यो भने त्यो भविष्यका पुस्ताहरूमाथिको बोझ बन्न जान्छ। यही चिन्ता धेरै अर्थविदहरूले पनि व्यक्त गरिरहेका छन्। अब अर्को बहस, केही चर्चित मुद्दा फिर्ता लिने सरकारी निर्णय। सरकारले आफ्नो कानुनी आधार प्रस्तुत गर्यो, तर समाजको एउटा ठुलो हिस्साले प्रश्न उठायो, के कानुन सबैका लागि बराबर लागू भइरहेको छ त? साथीहरू, लोकतन्त्रमा न्याय हुनु मात्रै पर्याप्त हुँदैन, न्याय भएको देखिनु पनि उत्तिकै आवश्यक हुन्छ। यही विश्वास लोकतन्त्रको मेरुदण्ड। अनि अर्को कुरा, इतिहास बोकेको साझा बसको नाम र रङ परिवर्तन गरेर नयाँ पहिचान दिने निर्णय पनि चर्चामा रह्यो। कसैका लागि यो सामान्य प्रशासनिक निर्णय थियो, तर धेरै नागरिकले सोधे, देशले यति धेरै आर्थिक, सामाजिक र विकासका चुनौती भोगिरहेका बेला यही नै सबैभन्दा ठुलो प्राथमिकतामा थियो त? जनताले प्रश्न सोध्नु स्वाभाविक हो, किनकि प्राथमिकताले नै नेतृत्वको सोच देखाउँछ। अर्को विवादित विषय, जनप्रतिनिधिको सम्पत्ति छानबिनसँग सम्बन्धित कानुन व्यवस्थामा भएको परिवर्तन। लोकतन्त्रमा सबैभन्दा बढी जवाबदेही को हुनुपर्छ, सामान्य नागरिक कि जनप्रतिनिधि? म त भन्छु, जति ठुलो पद त्यति ठुलो उत्तरदायित्व, जति ठुलो अधिकार त्यति ठुलो पारदर्शिता। साथीहरू, यी सबै घटनापछि एउटा साझा प्रश्न उठ्छ, समस्या निर्णयमा थियो कि निर्णय गर्ने विधिमा? किनकि विधि कमजोर भयो भने राम्रो निर्णय पनि विवादित बन्छ। साथीहरू, आज धेरै मानिसहरू निराश देखिन्छन्, तर यो निराशा आजबाट सुरु भएको होइन, वर्षौंको निराशाको परिणाम हो यो। कसैले कुनै दललाई जिताउन मात्र भोट हालेका थिएन, कसैले कुनै नेताको अनुहार हेरेर मात्र निर्णय गरेका थिएन। त्यो भोट वर्षौंको निराशा विरुद्धको आवाज थियो। त्यो भोट पुरानो शैलीको राजनीतिप्रतिको असन्तुष्टि थियो, र त्यो भोट एउटा नयाँ सुरुवातको विश्वास थियो। साथीहरू, जनताले परिवर्तन खोजेका थिए, त्यसैले नयाँ अनुहारलाई अवसर दिए। कसैलाई 2/3 बहुमत केवल मायाले दिएका थिएनन्, त्यो त पुरानो राजनीति शैलीप्रतिको असन्तुष्टिको अभिव्यक्ति थियो। नयाँ आशाको मत थियो, नयाँ सम्भावनामाथिको विश्वास थियो। त्यसैले आज अपेक्षा पनि ठुलो हुनु स्वाभाविक हो। यस अवधिमा केही सांसदहरू विभिन्न कानुनी र नैतिक विवादका कारण पनि सार्वजनिक बहसमा रहे। यस्ता विषयहरूको अन्तिम सत्य अदालत र कानुनी प्रक्रियाले निर्धारण गर्छ, तर एउटा कुरा निश्चित छ, राजनीतिमा केवल कानुनी रूपमा होइन, नैतिक रूपमा पनि विश्वास जित्नुपर्छ। भाषणले केही समय ताली पाउँछ, तर चरित्रले इतिहास बनाउँछ। साथीहरू, हाम्रो पुर्खाले एउटा गहिरो कुरा भनेका थिए, जस्तो सोच त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै प्राप्ति। यदि सोच नै दूषित भयो भने संस्कार कसरी राम्रो हुन्छ? यदि संस्कार कमजोर भयो भने व्यवहार कसरी सुध्रिन्छ? यदि व्यवहार नै सुध्रिन सकेन भने शासन कसरी सफल हुन्छ? त्यसैले परिवर्तन कुर्सीमा होइन, चरित्रमा देखिनुपर्छ। आज सरकारलाई आलोचना गर्नु मेरो कुनै पनि उद्देश्य होइन, किनकि आलोचना त सजिलो छ, तर स्मरण गराउनु आवश्यक छ। जनताले सरकारलाई मालिक बनाएर होइन, सेवक बनाएर पठाएका हुन्। त्यसैले हरेक निर्णयमा जनताको आवाज सुनिनुपर्छ, जनताको पीडा बुझिनुपर्छ,
र जनताको विश्वास जोगाइनुपर्छ। किनकि लोकतन्त्रमा चुनाव जितेर सरकार बन्न सकिन्छ, तर इतिहास बनाउन इमान, पारदर्शिता र उत्तरदायित्व चाहिन्छ। साथीहरू, यी 100 दिन इतिहासको अन्तिम फैसला होइन, यो त केवल पहिलो अध्याय हो। अझै समय छ गलती सच्याउने, विश्वास फर्काउने र जनताले देखेको सपना पुरा गर्ने। किनकि सत्ता आउँछ, सत्ता जान्छ, तर इतिहास सधैँ बाँकी रहन्छ। र इतिहासले एउटा मात्र कुरा सम्झन्छ, सत्तामा हुँदा तपाईले देशका लागि के गर्नुपर्छ। त्यसैले हामी सबैको एउटै कामना रहोस्, राजनीति व्यक्तिका लागि होइन, राष्ट्रको लागि हुनुपर्छ। निर्णय स्वार्थका लागि होइन, जनताका लागि होस् र हरेक कदमको अन्तिम गन्तव्य एउटै होस्, त्यो हो राष्ट्रहित। किनकि अन्तिम विकल्प सरकार होइन, दल होइन, व्यक्ति पनि होइन, अन्तिम विकल्प सधैँ र सधैँ राष्ट्र हो। जय देश, जय मातृभूमि।